गुड मर्निङ गाइज, के छ अनि घाँस धान काट्ने दिन हो अनि हामी अब धान काट्छौँ। धान काट्ने चाहिँ गइसक्यो। म चाहिँ यहाँ ठ्याक्कै कुकम्यान हो। म चाहिँ खानासाना पकाउने तरकारी पकाउने ठ्याक्कै यस्तो छ है साथी हो। हेर्नुहोस्, म चाहिँ विशेष कुक सर र हाम्रो खाना आगोमा पाकिरहेको छ। यो चाहिँ हाम्रो खानाको लागि रेडी भइसकेको छ भने तरकारी ट्याक्क रोस्ट हुँदैछ। मासु चाहिँ सर र यो मासु यसरी छ। के गर्नु गाइजहरू, किचन डिपार्टमेन्ट गएपछि जस्तै हुन्छ, भाँडा माझ्नु पर्ने यस्तै छ। मासु चाहिँ यसरी पाकिन्छ टक्कसँग निकाल्दैछु। आज खानाको लागि 10 बजे बनाउनु पर्नेछ। एकदम म हतारमा छु। मासुमा ग्रेभी बनाउनलाई चाहिँ यो मसला भुट्दैछु म। अब अन्तिमसम्म कस्तो हुन्छ हेर्नुहोस्। मासु चट्ट रोस्ट गरेर सकिएको छ। ग्रेभी रेडी भइरहेछ। मासु चाहिँ ग्रेभीमा हालिसकेको छ। फाइनली यस्तो मासुको सिसकेको छ सेफ। फाइनली यही हो। अब चाहिँ टक्क बोकेर खेततिर जानुपर्ने छ। तपाईँलाई खेतको म भिडियो देखाइदिनुहोस्। खेतमा धान काट्दै हामी खाना खाइसकेपछि चाहिँ अब टक्क लगाएर धान झार्नतिर लागेका छौँ। धान चाहिँ हाम्रोतिर यसरी झार्ने चलन छ। तपाईँहरूकोतिर कस्तो छ? ल धान कुटेर सकिएको छ। मेरो प्यारी साथी चित्तीमा के छ भन्नु? कस्तो लागिरहेछ? मेरो च्यानल मन परेमा सब्सक्राइब गरिदिनु होला। धन्यवाद।